हेलो सबैजनालाई नमस्ते। मेरो युट्युब च्यानलमा तपाईहरु सम्पूर्णलाई धेरै स्वागत छ। हामी चाहिँ आज आमा दिदी बहिनी संगतिमा हामी जाँदैछौँ र हाम्रो आमा दिदी बहिनी संगतिको प्रस्तुतिहरू अनि संगतिको झलकहरू पनि तपाईहरुलाई हामी देखाउने छौँ। गीत पनि गाउनु भयो, भजन पनि, सबै कुराले परमेश्वरको महिमा भएको छ। परमेश्वरले अझै धेरै आशिष दिनु भएको छ उहाँ बहिनीलाई। र यसगरी धरान बाप्टिस्ट चर्चबाट रिता लिम्बुज्यूले हाम्रो माझ सक्नु भएको छ। आउनुहोस्, फेरि पनि हामी ताली बजाएर उहाँलाई स्वागत गर्नेछौँ। मुस्कुराउँदै ख्रिस्टीय समाजको संगतिमा स्वागत गर्थ्यो प्रिया ख्रिस्टीय हस्तकार भएर छ। प्रिया क्रिस्टिना सरी माफ गर्नु, यो रुनुको लागि मैले लेखेको थिइनँ। मैले तपाईँको छैन है। हजुरहरूको मेहनत लगन है, कति धेरै परिश्रम गर्नुभएको छ। परमेश्वरले त्यसको अमूल्य हैन आशिष त हजुरहरूले पाइसक्नु भएको छ। तर पनि हामीले है तपाईहरुको लागि यसो चिसो नाच्दाखेरि कति पसिना बगाउनु भयो हैन। त्यही कारणले गर्दा हामीले सानो यहाँ गिफ्ट पनि हैन तपाईहरुको मेहनतको फलको लागि हामीले यहाँ एउटा कार्टुन राखेका छौं। खोइ प्रेरणा यता ल्याउनु यहाँ। र प्रत्येक टिमको एकजना आएर जतिजनाले सहभागिता लिनुभयो नृत्य कविता हैन अनि गीतमा, अनि हजुरहरूले आएर एउटा लगेर जानु सक्नुहुन्छ है। एकजना प्रतिनिधि गरेर आउनुहोस्, प्रत्येक ग्रुपको एकजना आएर तपाईहरुले यो स्लाइड लिन सक्नुहुन्छ। प्रेरणा आएर अगाडि राखिदेऊ। हामी प्रार्थना गर्नेछौँ, त्यस पछाडि हामी प्रभुले सिकाउनु भएको प्रार्थना गरेर हामी सबैजना उठ्नेछौँ र आशिषको प्रार्थना गर्नेछौँ। आउनुहोस् हामी प्रार्थना गरौँ। प्रभु, हामी तपाईँलाई धन्यवाद भन्छौँ, तपाईँको असीम अनुग्रह आज यस पृथ्वीमा पुरा होस्। आज हामीलाई दिनभरिको भोजन दिनुहोस्। हाम्रा अपराधहरूलाई क्षमा गर्नुहोस्, जसरी हामीले आफ्ना अपराधीलाई क्षमा गरेका छौँ। हामीलाई परीक्षामा नल्याउनुहोस्, तर दुष्टबाट बचाउनुहोस्, किनभने राज्य, पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हुन्। आमेन। अब हाम्रो परमेश्वर पिताको प्रेम, मुक्तिदाता प्रभु येशू ख्रीष्टको अनुग्रह, पवित्र आत्माको शान्ति, संगति, सहभागिता तपाईँ प्रभु येशू ख्रीष्टमा विश्वास गर्ने हामी सबै विश्वासी जनहरूसँग तपाईँ हामीलाई लिन बादलमा नआउन्जेल सदा
एकदमै मिठो भयो बिरयानी अनि चटनी एकदमै मिठो थियो आजको खाजा यहाँबाट चाहिँ बाहिर पनि घर हामी राखिसकेका छौँ साथीहरू सबैले स्ट्यान्ड त अगाडि लगिसकेछ गाइदिनु त 1000 रुपियाँ हामी त अब जाँदैछौँ हामी घर जाँदैछौँ सकिएर त्यसै जेनेरेटर हो आउन यसले के गर्छ बाउजी बाउजी त हेर्छ बाउजीलाई पनि आज नचिन्ने देखिरहेछ हामी चाहिँ बाहिर निस्किसकेका छौँ इमानुएल कृपा चर्चबाट हामी अब घर जाँदैछौँ साथीहरू एकदमै आशिषित भयो आजको सङ्गति अनि एकदमै रमाइलो पनि भयो हाम्रो इमानुएल चर्च चाहिँ यो रहेको छ यो ठुलो भवन रहेछ रेड कलरको एकदमै आजको सङ्गति चाहिँ रामा सङ्गति चाहिँ एकदमै आशिषित लाग्यो हामीलाई चाहिँ सबैजनालाई रमाइलो पनि गऱ्यौँ पर्क हामीले बिरयानी पनि खायौँ अब हामी चाहिँ घरतर्फ जानेछौँ है त पस्नु भएको हाम्रो अटो चाहिँ यहाँ छ हाम्रो दादाको हामी अघि पनि यही अटोमा आएको अब जाँदा पनि हामी यही अटोमा जानेछौँ हेलो गर न सिमन सबैलाई नमस्ते गर न बस्नु भएको अब हेलो गाइस अरे ए सानो भन्दैन त हेलो गाइस भन्दा रहेछ आउनुहुन्छ र भाउजू ए फेरि उयो मैमा मान्छ कि मान्दैन त उयो झोला जेब्रामा 2-3 उयो गर्न उठाएर अनि बाटो नचिन्ने है अब अहिले चाहिँ फेरि मजाले चिन्यो कति बस्नु राख्नु त पाएर पनि अब कतिले चाहिँ खानामै खाएर आधा मलाई झ्याउ लाग्छ गाडीहरूको हामी भानीचोकको तल पेट्रोल पम्प आयौँ
म त चेप्टिएर यहाँ पछाडि बिचरा कति दुखी छ होला छैन दिएको त अब एउटा ढेले ल्याऊ मेरो सब लाग्दै जानु पर्ने मेरो बेलेले अरे शब्द पनि नयाँ नयाँ चिन्डो त पुरै हुन्छ त्यो त हामीले त्यति मात्र यात्राहरू पनि त्यताबाट पनि फेरि हिलमा त म त हिँड्नै सक्दिनँ के लडिजान्छ हिलमा त सक्दैन म त घर आइपुग्नु आँट्यो भाइ अब चाहिँ गुन्द्रुक खाँदै हामी साग जस्तै खाँदैन हामी आज एउटा टेम्पोमा गएको रमाइलो भयो होइन सुत्यो मैमा अघि सुत्नु खोज्दै थियो भाउजूले गर्दाखेरि बिचरा डरले सुतेन छ सुतिसकेको थियो मेरो रमाइलो भइरहेछ अन्त यात्रा फाइनल्ली हामी घर पनि आइपुगिसक्यौँ सङ्गतिबाट आजको लागि चाहिँ भिडियो यति नै रहेको छ हजुरहरू सम्पूर्णलाई आजको भिडियो कस्तो लाग्यो प्लिज कमेन्ट सेक्सनमा गइकन आफ्नो प्रतिक्रिया दिनुहोला र मेरो च्यानललाई लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिकन बेल आइकन पनि थिच्न नभुल्नुहोला भन्दै आजको लागि सबैलाई बाई बाई ह्याभ अ ग्रेट डे